हेलो नमस्कार। आज इमाडोलबाट जौलाखेलसम्म चाहिँ पैदल यात्रा जाँदैछु हिँडेर कुखुराको चल्ला किन्नुको लागि हो। सो अब यो इमाडोलबाट जौलाखेल चाहिँ लाइकली 5-6 किलोमिटर टाढो होला, पाटन हुँदै जानुपर्छ। सो बाटोमा पैदल फर्स्ट टाइम यहाँबाट गएको, खतरा पनि छ, बाटो र गाडीहरू हिँडिरहेको छ। तर पनि अब यो कति चल्नु बाइक गाडी, कति चल्नु स्कुटी, पैदलै जाउँ न त, आज काम पनि छैन, शनिबारको दिन भनेर चाहिँ पैदल हिँड्दैछु। आउनुहोस् मसँगसँगै तपाईँहरू पनि कुखुराको चल्ला किन्नु जाउँ। टेम्पो पार्क हो, टेम्पो पार्कमा कार पनि के अरे ट्याक्सी पनि पार्क भएर छ। टेम्पो चाहिँ एक दुईवटा पार्क भएर छ यो ठाउँमा। यताबाट उँभो गयो भने चाहिँ शीतलाइट जान्छ भने, यताबाट तल गयो भने चाहिँ घरको साइडमा जान्छ। अन द वे यो कमल पोखरीमा चाहिँ यो मेरो जिम घर हो, जुन चाहिँ जिम बडी क्राफ्ट भन्छ। मसँग आउनुभयो भने चाहिँ यसमा 50% डिस्काउन्ट पाउनुहुन्छ तपाईँहरूले। 37,000 को चाहिँ 18,500 मात्र। यसलाई कमल पोखरी भन्छ। पोखरी चाहिँ अहिले छैन, तर बनाउँदैछ, आई थिङ्क राम्रो बनाउँछ होला, र यहाँ पानी हालेर पोखरी पनि बनाउँछ होला। कमल पोखरी इमाडोलको यो महालक्ष्मी नगरपालिका पर्छ यहाँ। अहिले इमाडोलको साना गाउँ र जति पनि यो शीतलाइट सबै महालक्ष्मी नगरपालिका अन्तर्गत पर्छ। यहाँको मेयर साहबलाई भेटेर हाम्रो बाटो बनाइदिनुहोस् मेयर साहब भनेर चाहिँ रिक्वेस्ट गरेको छौँ। खै अहिलेसम्म हेर्नुभएको छैन, आशा छ हेर्नुहुन्छ होला। थ्याङ्क यू। अहिले म कृष्ण मन्दिरको छेउमा आइपुगेको छु। यताबाट टेम्पो, बस, पठाउ एन्ड ड्राइभ सबै कुरो पाइन्छ। ट्याक्सी टेम्पोमा गयो भने मात्र 25 रुपियाँमा यही टेम्पोमा पुगिन्छ। आज 25 रुपियाँ बचाएर चाहिँ खाली के अरे पैदल यात्रा गर्दैछु। म हिँडेको लाइकली 10 मिनट जति भइसक्यो होला। अहिले म ठ्याक्कै कृष्ण मन्दिरमा आएको छु। इमाडोलको कृष्ण मन्दिर भनेपछि यो निकै फेमस छ। जय श्री कृष्ण। नगरपालिकाले ठाउँ ठाउँमा राम्रो राम्रो फुलहरू रोप्न त रोपेका छन्। उषा खड्का रावतले दिएका होला, तर यो धेरै माथि जाने सम्भावना छैन, किनभने माथि तार छ। तर पनि हेर्दा अलिकति राम्रो देखिएको छ यो फुलहरूले। नयाँ दोकान ओपनिङ भएको रहेछ, ड्रिप स्नेकर्स। बाटोको छेउमा हेर्नु निकै खतरा छ, कतिखेर पछाडिबाट आएर ठोक्छ भने डरै हुन्छ। साइड वे पनि छ, सानो बाटो। तर हामी नेपालको मान्छेहरू धेरै जस्तो आफूलाई सजिलो हुने खालको बाटो चलाउँछौँ, सेफ्टीलाई अलिक ध्यान दिँदैनौँ। त्यही भएर जहिले पनि हिँड्दाखेरि साइड वे यो बाटोमा हिँड्यो भने चाहिँ पछाडिबाट गाडीले आएर ठोक्ने खतरा हुँदैन। सो म पनि ट्राई गर्दैछु। कोही कोही ठाउँमा यस्तो हुन्छ कि जहाँनिर चाहिँ कुनै पनि फुटपाथ हुँदैन अनि बाटोमै हिँड्नु बाध्यता हुन्छ। अहिले नेपालमा पनि धेरै ठाउँमा चाहिँ यो ट्राफिक लाइटहरूको बन्दोबस्त गरिएको छ। राम्रो हो। ट्राफिक लाइटको पालन नेपालको मान्छेले प्रायःले गर्छ। अहिले रोकिने सिग्नल आउँदैछ, आई थिङ्क हेरौँ अरू मान्छेले रोक्छ कि रोक्दैन। पहेँलो भयो, सो अब रातो भएपछि अरूले रोक्छ कि रोक्दैन। पहेँलो आउँदैछ, यताबाट पनि आउँदैछ। तर यो पहेँलो हुनु रातो हुनु निकै टाइम लगायो, सायद हुँदैन कि के हो। रिटायर बाजेहरू सबै आफ्नो संसारमा छन्, आफै गफ गर्दै बसिरहेछन्। यो अहिले इमाडोलको घरको चोकको छेउमा छु म अहिले। घरको चोकबाट करिब 200 मिटर मासतिर शीतलाइटतिर जाँदाखेरि चाहिँ यहाँ अनौठो किसिमको गुम्बा पाइन्छ, जुन चाहिँ नेचुरल जस्तो देखिन्छ। यो गुम्बा लगभग धेरै नै पुरानो होला, यसले पनि केही इतिहास बोकेको छ भन्ने मलाई विश्वास छ। अहिले म घरको चोकतिर जाँदैछु, जहाँ चाहिँ बर्खाको बेलामा पानी जम्ने काम हुन्छ। जुन चाहिँ यो बाटो देखिन्छ, यहाँ चाहिँ पोहोर साल चाहिँ सबै पानी थियो, सबै डुबान भएको थियो। हेरौँ यसपालि के हुन्छ। अहिले म घरको चोक छेउमा आइसकेको छु। यहाँ मकै बेच्दैछ एउटा आन्टी बहिनीले, एउटा बाबुले यहाँ साग बेच्दैछ, आफ्नै बाध्यता होला। यता गीत गाउने मान्छेहरू। अहिले यो पुल तरेर गएपछि हामी घरको आइपुग्छौँ। यो खोलामा ढल मिसिएको छ र एकदम बाक्लो छ। बर्खामा चाहिँ यो सबै पुलभरि पानी आइपुग्छ, हिँड्नु जानु गाह्रो हुन्छ।
ठिकै छ, यही ठाउँमा बसियो, यही ठाउँमा रमाउनु पर्यो। अहिले म हिँडेको लाइकली 20 मिनट जति भइसक्यो होला। घरको पुल, घरको चोकमा आइपुगेको छु। यो माथिको पुल हेर्दाखेरि बैराग लाग्छ। नेपाल कुनै पनि सरकार बिनाको देश हो। यहाँ त हाम्रो माया भावना, एकअर्कालाई आदार प्रदान, साथीभाइ, जुनै पनि जात जाति धर्म भए पनि मायाले चलेको देश हो। सबैभन्दा ठुलो कुरो त पशुपतिनाथले चलाएको देश। सो यो पुललाई हेर्दाखेरि बैराग लागेर आउँछ। यो पुल बनाउने मान्छे, ठेक्का दिने नेतालाई चाहिँ गएर चुट्नु मन छ, तर के गर्नु, यो करिब 5 वर्ष जति भइसक्यो होला यस्तै हालतमा छ। र यहाँ यो पुल नबनेको कारणले गर्दाखेरि चाहिँ धेरै नै ट्राफिक जामको हामीले दुःख बिहोर्नु परेको छ। यहाँ कुनै रुल्स छैन, आफ्नो तरिकाले हिँडेछ, जसको शक्ति उसको भक्ति। ल हेर्नुहोस् त कहाँ हिँडेको होला। म पनि अब यही बाटो क्रस गर्नुपर्ने। यसरी गाडी आइरहेछ, हामी यसरी तयारी छौँ। अब कतिखेर मौका पाउँछ र कट्ने हो। जाम 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 जाम। अब यो ट्रकले रोक्ने भएन, हामी बिचमा फस्छौँ। यहाँबाट जाउँ, यो पनि भएन। यसले रोक्छ कि? ल हामीलाई जानु दियो, धन्यवाद। जाममा परेछ मान्छेहरू। छोरी मान्छेले पनि ट्राफिक गर्दैछ, बिचरा जागिर गर्दैछ। यिनीहरूको केही गल्ती छैन, जहाँ ड्युटी खटाउँछ त्यहाँ जाने हो। अहिले म घरको पुल कटिसकेँ। अब यहाँबाट उँभो चाहिँ हामी पाटनतिर आइपुग्न आँट्छ। यो ठाउँ चाहिँ सबभन्दा सायद भ्यालीभित्रमा सबभन्दा धेरै जाम हुने चोक चाहिँ घरको चोक हो अहिले, यो पुलले गर्दा। अहिले म पाटन दरबारगञ्ज जाने बाटोमा आइपुगिसकेको छु। यो चाहिँ नेवारी भाषामा कख गग होला, हामीले बुझ्नु सक्दैन, तर क ख सबै रहेछ त। क ख ग घ ङ च छ, तर नेवारी भाषामा अर्कै भन्छ होला यसलाई। सो कलाको धनी पाटन दरबार स्क्वायर, पुरानो पुरानो घरहरू छन् र यहाँको बाटोहरू चाहिँ अलिकति साङ्ग्रो छ। लाइकली 13-20 फिटै होला। यहाँ 1 वे हुन्छ दिउँसोको समयमा, रातिमा 2 वे। गाह्रो छ, यहाँ धेरै भिडभाड हुन्छ। हस्तकला, हातले बनाएको ढुङ्गाको मूर्तिहरू। यहाँको स्थानीय नेवार जातिको जात्रा रहेछ अहिले यहाँ, सको जात्रा। यहाँ आफ्नै कल्चर छ, आफ्नै रीतिरिवाज छ, जुन कुरो चाहिँ अहिलेसम्म मेन्टेन भइरहेको छ। यहाँनिर तल कुवामा नाचिरहेको छ। सबैले ढाका टोपी र भेष सको लगाइरहेको छ। कसलाई स्वागत गर्ने हो? यहाँको बासिन्दाहरू 100% मान्छेहरूले चाहिँ नेवारी भाषा बोल्छन् र बोल्न जानेका छन्। हामी चाहिँ अलिकति नेवारै भए पनि नेवारी भाषा सिक्ने क्रममा छु। यहाँबाट यता सहरी साधन निषेध गरिएको रहेछ जात्राले गर्दा होला। अब हामीले आज लकी डे, किनभने हामीले मान्छे मात्रै भेट्छौँ र गाडीले पछाडिबाट र अगाडिबाट हान्छ भन्ने कुनै डर छैन। सो आरामले बिच बाटोबाट चाहिँ भिडियो खिच्दै हिँड्ने हो। प्रहरी जवानहरू पनि तैनात रहेछन्। इनकेस केही गाजेमाजे भयो भने प्रहरीले चाहिँ एक्सन लिनको लागि। सो मान्छेको भिडभाड छ, एनिथिङ्स क्यान ह्यापन। त्यही भएर प्रहरी फलिन भएर बसेछ। अहिले म पाटन दरबार स्क्वायरमा आइपुगेको छु। सबै मान्छेहरू यहाँ रमित हेर्नु, जात्रा हेर्नु आइपुगेका रहेछन्। म पनि सल्लाह किन मङ्गलबजार हिँडेको, तर आज जात्राको दिन ठ्याक्कै परेछ। इट्स अ गुड फर मी। मैले राम्रो यहाँको वास्तविक के भन्छ जात्राको दृश्यहरू चाहिँ रेकर्ड गर्न सक्छु। अहिले यो के भन्छ मलाई थाहा छैन, तर रथ होला, इन्द्र जात्रा हो कि के जात्रा हो। यो पाटन दरबारको ठ्याक्कै बिचैमा पार्किङ गरेर राखेको छ। सायद यो यहाँबाट चाहिँ अब कतै पुर्याउने होला। धेरै 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 मान्छेको भिडभाड छ।
यो पाटन दरबार स्क्वायर। रथ यस प्रकारको छ। यो धेरै पुरानो हुनसक्छ। आई डोन्ट नो कहिलेसम्म पार्किङ भएर बस्छ, तर यहाँबाट गुडाएर सायद अर्को ठाउँमा पुर्याउँछ होला। यता कृष्ण मन्दिर। मैले जात्रा हेरिसकेँ। अब म मङ्गल बजारतिर जाँदैछु कुखुराको चल्ला किन्नु। आज सोचे भन्दा धेरै नै भिडभाड छ। कोरोना कहाँ गयो होला जस्तो लाग्छ यो भिडभाड देख्दाखेरि। नहोस् हे भगवान् फेरि यसरी नै मान्छेहरू खुल्ला तरिकाले हिँड्न पाओस्, डुल्न पाउन्, सुस्वास्थ्य हुनु पाओस्, कल्चरहरू जोगाउँदै जाउँ। सबैले आफ्नो आफ्नो काम गरी खानुपर्ने छ। कसैले दोकान खोलिरहेको छन्, कसैले तल खुद्रा माल बेचिरहेछ, यतातिर जुलेबी खाजा पनि भइरहेको छ। कोही आफ्नो गन्तव्यतिर हिँड्दैछन्, कोही आफ्नो कुरा गर्दैछन्, कोही पठाउँछ, कोही विदेशी छन्। संसार यसरी नै चलिरहेछ। आजको मेन मिसन भनेको कुखुराको चल्ला हो। त्यो चाहिँ कहाँ पाउँछ भन्ने कुरो थाहा छैन। मङ्गल बजारमा पाउँछ भनेर सुनिआएको। खोज्दै जान्छु, पाएँ भने तपाईँलाई देखाउनेछु, नत्र खाली हात लाग्छ। आज ललितपुरको सबै मान्छे जौलाखेल आइपुगेका छन्। कति धेरै मान्छेहरू हो, आज शनिबार भएको कारणले पनि होला। लेखेर त कहाँ हिँडेको हो यिनीहरू, केही बोकेको छैन। फेरि त्यत्तिकै डुल्न हिँडेको होला। सोधौँ भने पनि नमिल्ने, आफ्नै धुनमा हिँड्दैछ। यहाँ खुद्रा दोकानहरू पाउँछ र अरू ठाउँभन्दा केही मात्रामा सस्तो। र यो के अरे जौलाखेल लगनखेल हो। लगनखेलको यो मार्केट चाहिँ एकदम फेमस छ। बेलुका लाग्ने गर्छ, तर आज चाहिँ दिउँसै यति भिडभाड छ। अहिले म कुमारी पार्टी आइपुगेको छु। अब मङ्गल बजार जाने मेन चोक, यताउता गयो भने कुमारी पार्टी, यता भित्र गयो भने मङ्गल बजार। घर त लगनखेल, हाँसु खेल्नु पताली दुई दिन बाँचुन्जेल भन्ने ठाउँ, यसलाई भन्छ मङ्गल बजार। साह्रै भिडभाड छ आज मङ्गल बजार। आज होइन, यो एभ्रिडे यस्तै हुन्छ। $250 मान्छे मार्केट। सामान बोकेर सपिङ सेन्टर नै आफै हो। टन्न बोकेछ, हिँडेछ। ठिक छ, गरी खान त पर्यो। एकदम राम्रो। झोला व्यापारी। साह्रै इन्ट्रेस्टिङ छ। झोला दोकानेहरू, ड्रेस दोकाने। ओहो, गाडी आयो। यस्तो ठाउँमा कहाँ हिँडेको गाडी फेरि। चल्ला कहाँ पाउँछ त? अब खोज्नु पर्ने छ चल्ला। ल, आफ्नो आफ्नो तरिकाले गरी खाएको छन् मान्छेहरूले। म अब चल्ला खोज्नु चाहिँ लगनखोल चोकमा आइपुगिसकेको छु। आज चाहिँ यतैतिर होला चल्ला पाउने ठाउँ। यहाँ बहिनीलाई सोधेको कुखुराको चल्ला यता पाउँछ भन्ने खबर पाएँ। म त्यतै जाँदैछु। आशा छ कुखुराको चल्ला पाउँछु होला। ल, कुखुराको चल्ला पाउने ठाउँ आइपुगेँ। यहाँ रहेछ कुखुराको चल्ला। यो गिरिराज, यो लोकल कसरी हो? कुन चाहिँ हो लोकल? यो चाहिँ अनि गिरिराज जस्तो देखिन्छ त यिनीहरू। कुन भाले अरे? यो भाले एउटा पोथी तीनटा भाले जस्तो लाग्छ है। अब यो पनि भाले जस्तो लाग्छ मलाई। चल्ला भेटायो। दुईटा लोकल, दुईटा गिरिराज, घरमा 4टा छ। त्यो जम्मा 8वटा भयो मेरो घरमा। अब यो कति ठुलो हुन्छ तपाईँहरूलाई म भिडियो खिच्दै देखाउँछु सँगसँगै।
अन्तमा आएर यहाँ आएर यसको बास भयो। अहिले लिएको 4टा र अस्तिको 4टा गरेर जम्मा 18 कुखुरा चाहिँ भयो। सो यो कुखुराको खोर चाहिँ यस प्रकारले छ। माथि ट्याङ्की, तल उसको कुखुराको खोर भयो, मैले आफै कन्स्ट्रक्सन गरेको। अनि यसको वेस्टेड टोइलेट भनौँ, यहाँ झर्छ। यहाँ झरेपछि यहाँ क्लिन गर्न सकिन्छ। यसको तल पनि ट्याप छ। सो यो कुखुराहरू 8वटा नै ठुलो भयो भने चाहिँ आई थिङ्क यो खोरभरि नै हुन्छ होला। यसलाई जाडो हुन्छ भनेर भित्रबाट फर्म छ, बाहिरबाट जाली अनि रडहरू। थ्याङ्क यू। लेट्स कन्टिन्यू टु वाच।